हेलो साथीहरू, नमस्कार अनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। म दिनेश विश्वकर्मा। म आज यसो जङ्गलतिर आएको थिएँ, बाख्राहरू ल्याएर जङ्गलमा गोरु बाख्रा ल्याएर चराउन आएको थिएँ। यसै बस्या बेला केही भिडियो बनाउन भन्ने मन लाग्यो होइन, त्यही भएर भिडियो बनाउन लागेको छु। एउटा भिडियो मतलब एउटा गजल भन्न मन लाग्यो कि यसो वातावरण सुनसान शान्त देख्दाखेरि, जङ्गलको हरियाली देख्दाखेरि होइन, मान्छेको मन न हो कहाँ रहन्छ यार। त्यही भएर यसो गजल सुनाउन बनाइयो। जिन्दगी त हो, कहिले हाँसो कहिले खुसी, कहिले दुःख कहिले पीडा भइ नै रहन्छ। मान्छेको जीवनमा आउने उतार चढाव नै हो होइन, यस्तै यस्तै हुन्छ। अब ढिला नगरिकन गजल सुनाउँछु। कस्तो छ लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला होइन। यदि केही गलत भयो सच्याउँछु मैले पनि अवश्य पनि, र सही छ भने कमेन्ट गर्नु होला। ल गजल वाचन गर्छु। तिमी मान्छे त मान्छे हौ, राष्ट्रलाई दान दिएर गयौ। तिमी मान्छे त मान्छे हौ, राष्ट्रलाई दान दिएर गयौ। जसको हात खुट्टै छैन उसलाई भात खान धान दिएर गयौ। तिमी मान्छे त मान्छे हौ, राष्ट्रलाई दान दिएर गयौ। जसको हात खुट्टै छैन उसलाई भात खान धान दिएर गयौ। तिमी गएकोमा कुनै गुनासो छैन तर स्वार्थी नसम्झनु। तिमी गएकोमा कुनै गुनासो छैन तर स्वार्थी नसम्झनु। किनकि आँसु नै भएको जीवनमा मुस्कान दिएर गयौ। आँसु नै आँसु भएको जीवनमा मुस्कान दिएर गयौ। तिमी मान्छे त मान्छे हौ, राष्ट्रलाई दान दिएर गयौ। गजल यति नै हो साथीहरू, कस्तो लाग्छ कमेन्ट गर्नु होला। र यो मैले यत्तिकै बनाएको छु। यदि यस्तै गजल सुन्न चाहनुहुन्छ भने कमेन्ट गर्नु, म फेरि माइक्रोफोनबाट बनाउने प्रयास गर्नेछु। हस्त, धन्यवाद।